मेलम्चीको पानी स्थानीयहरूले बन्द गरेको भन्ने कुरा के हो, साँचो हो? एकदम मेलम्चीको पानी स्थानीय जनसमुदायहरूले बन्द गरेका छ। हजुर। र यो बन्द गरेको कारणहरू चाहिँ जुन विगत 4 वर्ष अगाडिदेखि मेलम्ची खानेपानी आयोजनाले र नेपाल सरकार, मेलम्ची खानेपानी आयोजना, नेपाल सरकार र खानेपानी मन्त्रालयले कुनै पनि कार्यक्रमहरू 4 वर्ष अगाडिदेखि अवरुद्ध गराएर राखेको अवस्था छ। त्यो अवस्थालाई मध्यनजर गर्दै हामीले 4 वर्षसम्म चाहिँ बजेट नआउँदाखेरि पनि पुरेर बस्यौं र यसरी बस्दाखेरि पनि स्थानीय जनताहरूले पटक पटक अनुरोध गर्यौं। मेलम्ची खानेपानी विकास समिति, नेपाल सरकार खानेपानी मन्त्रालय लगायत अर्थ मन्त्रालय, प्रधानमन्त्री कार्यालय, सम्पूर्ण निकायगत हिसाबले हामीले अनुरोध गर्दा गर्दै पनि स्थानीय जनसमुदायहरूको मागलाई सम्बोधन नगरेको हुनाले हामी बाध्यकारी अवस्थामा बन्द गर्न पुगेका छौँ। तपाईहरुको मुख्य माग चाहिँ के हो त स्थानीयवासीहरु? हाम्रो मुख्य माग भनेको मेलम्ची खानेपानी विकास समिति गठन आदेश 2079 चाहिँ संशोधन हुनु पर्यो र संशोधन पश्चात मेलम्चीमा चाहिँ 4वटा समिति, यो सरकार समिति अन्तर्गत चाहिँ 24 करोडको दरले प्रत्येक वर्ष बजेट जान्थ्यो। अहिले रोकिएको 4 वर्ष भयो। 4 वर्षको 24 करोडको दरले 96 करोड बजेट समेत सुनिश्चित गरेर हाम्रो यो गठन आदेश चाहिँ संशोधन होस् भन्ने कुरा मागको रूपमा अगाडि सारिएको छ। र सँगसँगै त्यहाँका जनसमुदायहरूलाई हिजो विगतको दिनमा क्षतिपूर्ति मुआवजा समेतको कार्यक्रम रहेको र मेलम्ची प्रोजेक्टले दिँदै आएकोमा पनि अहिले क्षतिपूर्ति मुआवजाको कार्यक्रमलाई चाहिँ स्थगन गरेको छ। त्यसलाई पुनः रूपमा सञ्चालनमा ल्याउनुपर्छ भन्ने खालको कुराहरू हामीले राखेका छौँ। र यसै गरी खोलामा छाडिने पानीको मात्रा किटानी गर्नु पर्यो। पर्यावरणको हिसाबले जनजीवनलाई, जलचर प्राणी, थलचर प्राणीहरूको लागि असर नपरोस् भन्नको निमित्त हामीले मेलम्ची खोलाबाट छाडिनुपर्ने पानीको मात्रा किटानी होस् भन्ने कुरा गरेका छौँ। र सँगसँगै हाम्रो जुन पानी काठमाडौँ पथान्तरण पश्चात नेपाल सरकारले लेबी दिने व्यवस्थाको लागि एसियाली विकास ब्याङ्कको मापदण्ड अनुसार लेबीको निर्धारण गरेर दिने भन्ने प्रावधान छ। त्यो प्रावधान अनुसार मेलम्ची खानेपानी काठमाडौँ पथान्तरण हुने बित्तिकै लेबीको व्यवस्था गरिने भन्ने प्रावधान भयो बमोजिम त्यो कार्यान्वयन चरणमा जानु पर्यो र तुरुन्तै कार्यान्वयन गर्नु पर्यो भन्ने खालको मागहरू छ। र यसै गरी प्रोजेक्ट सुरु गर्नुभन्दा अगाडि हाम्रो चाहिँ यो जुन EIA गरिनुपर्ने कुराहरूमा EIA मा अलिकति समस्याहरू देखाइरहेको अवस्था छ। EIA गरिनु पर्यो। स्थानीय जनसमुदायहरूलाई त्यो प्रोजेक्टमा रोजगारीको ग्यारेन्टी गरिनु पर्यो र विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने दौरानमा निर्माणको सिलसिलामा, मेलम्ची खानेपानी निर्माणको सिलसिलामा चाहिँ त्यहाँ चाहिँ किसानहरूको, स्थानीय जनसमुदायहरूको घर जग्गा टहराहरू चाहिँ भाडामा लिएर उहाँहरूले उपयोग गर्नुभएको। अहिले 3-4 वर्षदेखि उहाँहरूले भाडा नपाएर त्यहाँका किसानहरू एकदम पीडामा परेको छ र तिनलाई तुरुन्तै तिनको क्षतिपूर्ति सहितको त्यो चाहिँ जो जग्गा भाडाहरू, घर भाडाहरू चाहिँ भुक्तानी गराउनु पर्यो। र यसै गरी मेलम्ची खानेपानी आयोजनाको टनेल निर्माण गर्ने सिलसिलामा र मेलम्ची खानेपानी आयोजनाको विभिन्न कार्यक्रम सम्पन्न गराउने सिलसिलामा चाहिँ लोकल सप्लायर्सहरूले चाहिँ माल मेटेरियलहरू सप्लाई गरे बापत अहिले भुक्तानी पाइरहेको छैन। त्यो चाहिँ CMC भन्ने एउटा कन्ट्र्याक्टरले अहिले स्थानीय जनसमुदायलाई चाहिँ व्यापक रूपमा दुःख दिएर त्यो जुन एउटा भेन्डर सप्लायर्सहरूको भुक्तानी दिनुपर्ने काम चाहिँ नदिकन भागेको अवस्थामा पनि नेपाल सरकारले जिम्मा लिएको छ। त्यो नेपाल सरकारले जिम्मा लिएको भएको हुनाले नेपाल सरकारले चाँडोभन्दा चाँडो चाहिँ यो क्षतिपूर्ति सहितको उहाँहरूको मागलाई चाहिँ पूरा रूपमा पूरा गराउने गरी भुक्तानी दिने गरी चाहिँ उहाँहरूले लाग्नु पर्यो भन्ने खालको कुराहरू हुँदै मेलम्ची, याङ्री, लार्के र इन्द्रावतीमा चाहिँ एकदम ठुलो बाढी आयो। त्यो बाढी पश्चात त्यहाँका जनसमुदायहरूले धेरै दुःख पाए। त्यहाँ घरबार विहीन भए, जग्गा विहीन भए र त्यहाँ चाहिँ हजार रोपनी जग्गाहरू चाहिँ नष्ट भयो। अनि त्यहाँ चाहिँ नेपाल सरकारको तर्फबाट मेलम्ची खानेपानी विकास समिति, नेपाल सरकार, खानेपानी मन्त्रालयले र भौतिक पूर्वाधार मन्त्रालय लगायत कुनै पनि मन्त्रालयहरूले चाहिँ कुनै पनि योजना सुचारू नगरेको हुनाले बाढी पीडितहरूको सन्दर्भमा चाहिँ
मेलम्ची याङ्री लार्के र इन्द्रावती कोरिडोरको एउटा प्याकेज प्रोग्राम बनाएर त्यहाँको जनतालाई चाहिँ मलमपट्टि लगाउने काम गर्नुपर्छ भन्ने खालको हिसाबले हामीले माग राखेका छौँ। र यिनै तरिकाले हाम्रो जुन जति पनि एउटा यी मागहरूलाई चाहिँ सही रूपमा सदुपयोग गराउन र भोलि पनि निरन्तर मेलम्ची खानेपानी आयोजना सम्पन्न गराउने बेलासम्मलाई साथ सपोर्ट स्थानीय जनताले पाउने गरी र दिने गरी चाहिँ हामीले जति पनि अहिले मेलम्ची खानेपानी विकास समिति बोर्डमा चाहिँ यो गाउँपालिका पालिका अन्तर्गत एकजना प्रतिनिधि बोर्ड सदस्य र सरकार समिति मार्फतबाट एकजना सदस्य बोर्ड सदस्य लिने प्रचलन छ। त्यसलाई यो गणना आदेश संशोधनभित्र पालिकाबाट 2 जना र स्थानीय सरकार समितिबाट 2 जना प्रतिनिधि चाहिँ बोर्ड सदस्य रहने व्यवस्था गराएर त्यसलाई सहजीकरण गराउने काम गरोस् भन्ने खालको कुराहरू राख्दै हामीले धेरै ठुलो मागहरू गरेका छैनौँ। विगतदेखि मेलम्ची खानेपानी नेपाल सरकारले चाहिँ र खानेपानी मन्त्रालयले बोलिरहेको गर्छु भनिरहेको जुन सडकहरू कालोपत्रे गर्नुपर्ने छ, जुन सडकहरू चाहिँ जुन बेला त्यो मेलम्ची प्रोजेक्ट सुरु भयो त्यो बेलादेखि गर्नुपर्ने अहिलेसम्म व्यवस्था गरिरहेको अवस्था छ। मेलम्ची अम्बाथाङ सडक, मेलम्ची दाउचेत बाँसखर्क बरुवा याङ्री सडक, मेलम्ची भोताङ सडक चाहिँ कालोपत्रे गरिनु पर्यो भन्ने हिसाबले यिनै मागहरू राख्दै हामीले आन्दोलनमा उत्रिएका छौँ। यो आन्दोलनलाई चाहिँ हामी चाहिँ अझै अब नेपाल सरकारको तर्फबाट चाहिँ कुनै पनि अवस्थामा हाम्रो यो आन्दोलनलाई व्यवस्था गरिएको अवस्थामा हामी कुनै पनि हालतमा यो खानेपानी आयोजनालाई काठमाडौँ पथान्तरण गर्न दिने छैनौँ भन्ने हिसाबले समग्रमा हामी सम्पूर्ण पीडितहरू जस्तो सरकार समितिको हामी 4 वटा समितिका सम्पूर्ण साथीहरू, अब यो लोकल सप्लायर्स भेन्डरका पीडित साथीहरू र घर जग्गा भाडा लिनुपर्ने पीडित साथीहरू लगायत स्थानीय जनसमुदायको तर्फबाट हामीले यिनै मागहरू विगतदेखि उठाउँदै आएको र अहिलेसम्म कार्यान्वयन नभएको हुनाले यदि कार्यान्वयन हुने गरी चाहिँ यो मागको सम्बोधन नगरिएसम्म हामी अनिश्चितकालीन मेलम्ची खानेपानी बन्द गर्ने घोषणा सहित हामीले बन्द गरेका छौँ। धन्यवाद। अब तपाईँले बन्द गरिनु भयो भन्ने कुरा आयो होइन। अब यसरी बन्द गरिरहँदा तपाईँका माग सुन्दाखेरि अब फेरि पनि काठमाडौँवासीहरू काकाकुल्लै मर्नुपर्ने हो, पानी खान नपाएर फेरि पनि तडपिनै पर्ने हो त? धन्यवाद तपाईँलाई प्रश्नको लागि। वास्तवमै हामीले काठमाडौँको जनतालाई काकाकुलो अवस्थामा पुर्याउने खालको कुराहरू हाम्रो चाहिँ हामीले यसरी गर्नुपर्छ, दुःख दिनुपर्छ, खानेपानी जस्तो चिजलाई चाहिँ बन्द गर्नुपर्छ भन्ने खालको कुरा हामीलाई थिएन। किनकि नेपाल सरकारकै तर्फबाट आज 4 वर्षसम्म हामी कुरेर बस्दाखेरि पनि कुनै पनि कार्यक्रमहरू चाहिँ अगाडि नबढाएको हुनाले बाध्यकारी अवस्थामा हामीले यो बन्द गरिनु परेको हो र नेपालको राजधानी जस्तो काठमाडौँलाई खानेपानी खुवाउनको लागि र विभिन्न कार्यक्रम सम्पन्न गराउनको लागि हामी सरकार समिति र स्थानीय जनताको तर्फबाट सदैव जहिले पनि हामीले सहयोग गरेर बसेका थियौँ।